ल स्वागत छ सबैजनालाई। आज हामी फेरि फोर्स एन्ड मोसनको केही इम्पोर्टेन्ट क्वेसनहरू सल्भ गर्ने क्रममा छौँ। यस्ता क्वेसनहरू यदि इक्जाममा आयो भने कसरी लेख्ने र कति मार्क्समा सोध्यो भने कति लेख्ने, यो मार्क्सको वेटेज अनुसार हामी आन्सर दिने सिक्नेछौँ आज। ल सुरु गरौँ। त्यसो भए आज फर्स्ट क्वेसन के छ भन्दाखेरि राइट एनी टु एप्लिकेसन्स अफ ग्राभिटी। अब यहाँ हामीलाई ग्राभिटीको दुईवटा एप्लिकेसन सोधेको छ। यो क्वेसन धेरैमा सोध्यो भने 2 मार्क्समा सोध्न सक्छ। ठिक छ। त्यसो भए अब यसको एन्सर कसरी दिने, स्टार्टिङ हामी यहाँबाट गरौँ। एनी टु एप्लिकेसन्स अफ ग्राभिटी आर लिस्टेड बिलो। सबभन्दा पहिला ग्राभिटीको युज कहाँ हुन्छ हैन, त्यही एप्लिकेसन हामीले दुईटा यहाँ लेख्नुपर्छ। सुरुमा हाइड्रो पावर इलेक्ट्रिसिटी बनाउन अथवा हाइड्रो पावरको जेनेरेसनमा सुरुमा देखो इन द जेनेरेसन अफ हाइड्रो इलेक्ट्रिसिटी। अब यो यहाँ कसरी युज भइरहेछ ग्राभिटी भन्दाखेरि, कुनै एउटा सर्टेन हाइटमा पानी हुन्छ माथि सबभन्दा पहिला। मानौ हाम्रो पहाडतिर पानी छ, त्यहाँबाट त्यो पानी फ्लो भएर मुनितिर आउँछ। त्यो पानी फ्लो हुने के को कारणले, ग्राभिटीको कारणले। र त्यही पानी फ्लो हुँदाखेरि अलिकति पिकअपमा आउँछ अथवा अलिकति बेसी स्पिडले बग्छ, जसको कारणले के हुन्छ, टर्बाइन घुम्न सजिलो हुन्छ र यसरी हामी हाइड्रो इलेक्ट्रिसिटी जेनेरेट गर्न सक्छौँ। यसको अर्को एप्लिकेसन के छ भन्दाखेरि टाइड्स इन ओसियन्स एन्ड सीज। समुद्र तथा महासागरमा हुने छाल के को कारणले उठ्छ, ग्राभिटीको कारणले। जस्तै कि हाम्रो यो अर्थ र मुनको ग्राभिटेसनल पुलले गर्दाखेरि यो मुनले हाम्रो अर्थलाई जति बेला तान्न खोज्छ, तान्ने क्रममा सबभन्दा फ्री स्टेटमा हुने भनेको हाम्रो लिक्विड भनेको पानी हो अर्थ सर्फेसमा। त्यही भएर यसले पानीलाई तान्ने काम गर्छ र मोस्ट प्रोबेबली पानी माथिसम्म तान्न सक्दैन। त्यही भएर के भएर जान्छ भन्दाखेरि हाम्रो पानी फेरि मुनि आउँछ र यसरी समुद्रहरूमा छाल अथवा वेभ बन्ने गर्छ। ठिक छ। र यो 2 मार्क्सको लागि यति लेख्दा पुग्छ। अब यसमा एउटा अझै टेल क्वेसन छ। क्वेसन के छ भन्दाखेरि a stone is dropped freely from 45 meter height of the tower. If it reaches the ground in 3 seconds, calculate the acceleration due to gravity. अब यहाँ यो क्वेसनले के भन्दैछ पहिला त्यो बुझौँ। सबभन्दा पहिला क्वेसनले के भनिरहेछ हामीलाई, एउटा ढुङ्गा सर्टेन हाइटमा छ, त्यो ढुङ्गाले माथिबाट छोड्यो एउटा टावर। मानौ यहाँ टावर छ हाम्रो कुनै, यो टावरमा यो ढुङ्गा छ, यो ढुङ्गालाई यहाँबाट के गर खसाल्यो। अब जति बेला यो खसालिन्छ त्यति बेला हाम्रो यो ढुङ्गाको इनिसियल भेलोसिटी अर्थात् यु कति हुन्छ, 0 मिटर पर सेकेन्ड हुन्छ। यो कुरा याद गर्नुपर्छ हामीले। कुनै पनि अब्जेक्टलाई माथिबाट खसाल्दाखेरि जहिले पनि उसको इनिसियल भेलोसिटी 0 हुन्छ। यो हाइट कति भनिरहेछ, यो टावरको हाइट हामीलाई यहाँ जुन कि एसले डिनोट गर्छौँ हामी, यो कति छ हामीलाई 45 मिटर छ। यहाँदेखि यहाँ ग्राउन्डसम्म पुग्नलाई लाग्ने समय अथवा टाइम भनेको हामीलाई कति, 3 सेकेन्ड भनिरहेछ। भने हामीलाई निकाल्न के भनिरहेछ, जी को भ्यालु है, सानो जी को भ्यालु अर्थात् एक्सेलरेसन ड्यु टु ग्राभिटीको भ्यालु। अब यसलाई इक्जाममा कसरी लेख्ने, सबभन्दा पहिला सोलुसन लेख्नु। अब गिभेन के छ हेरौँ।
गिभेनमा हामीलाई क्वेसनले के भनिरहेछ, फ्रिली अ स्टोन इज ड्रप फ्रिली फ्रम 45 मिटर हाइट। कुनै एउटा ढुङ्गाले यदि माथिबाट फ्रिली ड्रप गर्यो भने इनिसियल भेलोसिटी चाहिँ अहिले 0। इनिसियल भेलोसिटी अर्थात् यु भनेको 0 मिटर पर सेकेन्ड, यो याद राख्नुपर्छ हामीले। अब यो टावरबाट झरेर ग्राउन्डमा जाने लाग्ने टाइम समय भनेको हामीलाई 3 सेकेन्ड भनिरहेछ। र यो टावरको हाइट अफ टावर, यसलाई एसले डिनोट गर्छौँ हामी। यो भनेको 45 मिटर छ। ल हामीलाई निकाल्न के भनेको, एक्सेलरेसन ड्यू टु ग्रेभिटी, स्मल जी कसरी निकाल्ने। हामीलाई के थाहा छ, वी नो सेकेन्ड इक्वेसन अफ मोसन हाम्रो के थियो, इक्वेसन of motion is given by s is equals to ut plus half gt square। यहाँ होस् गर्नुपर्छ, यदि माथिबाट मुनि झरिरहेछ भने प्लस जी लिने, ठिक छ। माथिबाट मुनि झरिरहेछ, यदि मुनिबाट माथितिर उचालिरहेछ भने माइनस जी राख्ने। हामी यो कुरा याद गर्नुपर्छ हामीले। अब यहाँ हेरौँ, यसको भ्यालु कति दिएको छ हामीलाई, हाइट 45 मिटर, युको भ्यालु 0 छ, त्यही भएर 0 × t प्लस 1/2। जी को भ्यालु हामीलाई थाहा छैन, निकाल्नुपर्छ। टी भनेको 3 सेकेन्ड भनिरहेछ, 3 को स्क्वायर भनेको कति हुन्छ हामीलाई 9 हुन्छ। 45 बराबर यो 0 भयो, प्लस यो भनेको जी × 9 भनेको 9g/2 भयो। यहीँ गरेँ मैले। यहाँ के हुन्छ, यो 2 × 45 अर्थात् 9g बराबर यो 90 हुन्छ भने जी बराबर 90/9। देयरफोर जी बराबर हामीलाई कति आउँछ, 10 मिटर पर सेकेन्ड स्क्वायर, ठिक छ। स्मल जी को भ्यालु हामीलाई यही आयो। अब इक्जाममा आउँदाखेरि यतिको गऱ्यो भने 1 मार्क्स पनि काट्ने ठाउँ हुँदैन। आशा गर्छु तपाईँहरूलाई भिडियोलाई मन पऱ्यो होला। मन परेको छ भने लाइक गरिदिनु होला, च्यानललाई सब्सक्राइब गर्नु र भिडियो सेयर पनि गर्नु, जुन कारणले के हुन्छ, हाम्रो यो भिडियोको रिच बढ्छ अरूसम्म र अलिकति हामीलाई पनि सहज हुन्छ। हस्, धन्यवाद।